म एक कुरा त बताउनै बिर्सेँ। स्टेसन भयो छिरे जस्तो आज कलरको वाइट। अनि हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। कोरिया आएपछिको मेरो फर्स्ट भिडियोमा सबैजनालाई स्वागत छ। आज फर्स्ट भिडियोमा म यता आएको एक डेढ हप्ताभित्रै म आइफोन लिइसकेँ। आइफोन आइसक्यो, त्यही भएर आज आइफोन 14मा भिडियो बनाइरहेको छु। आज हामी बस्ने ठाउँबाट हामी चाहिँ सुन लाइब्रेरीतिर गइरहेको छौँ। त्यही भएर आजको भिडियोमा राम्रै ठाउँहरू देखिने भएकाले फुल भिडियो हेर्नु होला। हामी अहिले चाहिँ अनसन 1मा आइपुगेछौँ। अनसन 1 अब यहाँ चाहिँ मोबाइलमा हेर्नुपर्ने हुन्छ ट्रेनहरू कतिखेर आइरहन् के आइरहन् भनेर मोबाइलहरूमा हेर्नुपर्ने हुन्छ। मसँग अर्को नि छ, त्यही भएर अब म मोबाइलमा हेर्छु। ट्रेन आएपछि भेटौँ। यता ठ्याक्कै हामी यहाँ अन्डरग्राउन्डतिर आउनुपर्छ ट्रेन चढ्नलाई। अन्डरग्राउन्डमा आइरहेको थिएँ, अहिले त भर्याङ लिफ्टबाट आइरहेको छु। भर्याङ लिफ्टबाट आउँदाखेरि ठ्याक्कै एउटा के अरे यो चाहिँ अनसनमा होइन, यो चाहिँ सौलको ट्रेन चाहिँ आएछ। अब सौलकोमा चाहिँ हामी जानु मिल्दैन, त्यही भएर सौलकोमा हामी जाँदैनौँ। ट्रेन चाहिँ यस्तरी आउँछ। यो चाहिँ साथी पनि छ, अनि यहाँ पनि ट्रेन आउँछ। यो चाहिँ ट्रेनहरू कहाँ जान्छ के जान्छ भन्ने कुरा योमा लेखेको छ। अनि यतापट्टि पनि आउँछ ट्रेनहरू कहाँ जान्छ के जान्छ भन्ने कुरा यतापट्टिको मानि देखाउँछ। त्यही भएर योहरू हामीले हेरेर मोबाइलबाट हेरेर अनि कुन कहाँ जाने कस्तो जान्छ भनेर बुझेर फेरि जानुपर्छ। पुग्यौँ हामी, तर जो मान्छेहरू उभिरहेन ट्रेन चढिसक्यौँ। हामी कहाँ जाने भनेर आएको, कहाँबाट जाने थाहा अब म्याप हेर्दै जाने केही छैन। आउनु त आइपुग्यौँ। सोनेकमा हराएनौँ भने ठिकै छ। हरायो भने जसरी पुगिहाल्छौँ नि। यो चाहिँ सोनेकबाट यहाँबाट केटिएक्सहरू पनि चढ्न पाउँछ। यहाँबाट बाहिर जाने ठाउँ नाकानुन यो ठाउँबाट बाहिर जाने ठाउँ हो। त्यही भएर यहाँबाट बाहिर जान्छ। केटिएक्स चढ्ने भयो अलि माथि गएर त्यहाँबाट घुम्नुपर्छ। यस्तो छ, केही थाहा नभए नि। कोरिया किन भन्छन् होला त, एकचोटि बुझौँ त गाइज। यत्रो व्यवस्थित ठाउँ हुन्छ र भने अरू कुनै ठाउँमा। अनि यो फेरि दुई फ्लोर अन्डरग्राउन्डमा हो। यो 2 फ्लोर अन्डरग्राउन्डमा नि आफै म त मल छिरे जस्तो भएको छ। त्यही भएर कोरिया होला है भन्छन्। अब हामी यहाँबाट सबै यहाँ लिफ्टबाट गइरहन्, तर हामीलाई लिफ्टमा जाने त्यस्तो सक केही छैन। त्यही भएर हामी सिँढीबाटै जान्छौँ। दुई फ्लोर 3 फ्लोर 4 फ्लोर ब्याक अन्डरग्राउन्डबाट ट्रेन चल्छ यार। यस्तो छ यहाँ अजनसिल। अनि यो भित्रबाट केटिएक्स चेन्ज गर्न सकिन्छ। यहाँबाट केटिएक्स चेन्ज गर्न सकिन्छ। यताबाट के छ, यता केही नरहेछ, त्यहीँबाट रहेछ बाटो। कति फ्लोरमा कति अन्डरग्राउन्ड कति हो केही थाहा छैन। बल्ल
तल्ल कहाँ खोज्दा हामी अर्को चस्मा लगाएर हिरो भएपछि हामी स्ट्रङ लाइब्रेरीको अगाडि पुग्यौँ। यस्तो रहेछ बाहिरबाट हेर्दाखेरि स्ट्रङ लाइब्रेरी। यो अब भित्र कस्तो छ भित्र झन् हेर्छौँ होइन भित्रैबाट राम्रो देखाएको ढुङ्गाखुर्की लागेर तर अलिकति आवाज थोत्रो जस्तो भयो होला तर भित्रदेखि देखाउँछौँ हामी लाइब्रेरी। अहिले यहाँ ज्याब्रामा रोकेका छौँ सबैजना अलि रुगाखुर्की लागेर बोल्न पनि सकिरहेको छैन राम्ररी केही छैन। अनि यता यस्तो छ अपार्टहरू यता पनि छन् ज्यात्रामा। टक्क लाएर सबजना छिर्ने तयारीमा। म पनि ह्यान्डसम हिरो जस्तै भएको छ नि त्यही भएर मलाई नि के मतलब त अरूको होइन। यहाँबाट छिर्ने उताबाट निस्किने अनि यता बबाल छ बबाल। यो त अब के अरे मार्च जस्तो छ त बिग मार्ट हामीहरू के अरे क्या बबाल छु। चस्मा खोलेर हेरौँ क्या हो जस्तो फिल भयो यार। ब्यागमै लिएर आएँ किनभने मोबाइलको चार्जर अनि पावर ब्याङ्कहरू सबै ब्यागमै हालेको छु त्यही भएर पुरो ब्यागमै लिएर आएँ। अब यताबाट कस्तो छ के छ हेरौँ। यहाँ जाम है यता जाम है ल माथि नै जाउँ। म त के अरे भर्याङ लिफ्टमा नि हिँडेर हिँड्छु किनभने अलिक छिटो जाने विचार छ नि त। कहाँ माथि त बबाल देखिरहेको त यार। फोटोहरू कस्तो आउला एकछिन खिच्नुपर्छ। कस्तो लाग्यो त गाइस हाम्रो पछाडिको सिनहरू एकदम त्यही भएर त मैले एकदम चाइना जस्तो भनेको। त्यही भएर त कोरिया आउने हो। यहाँ लाइब्रेरी यता रहेछ। मलाई अलिकति सन्चो नभएर अलिक नराम्रो छ। झन् माथि गइरहौँ त हामी त यहाँ। अनि माथि जाऊँ क्या बबाल छ है। टपमै गएर हामी माथिबाट हेरौँ अनि फेरि के रहेछ कस्तो रहेछ होइन। लाइब्रेरी यहाँबाट स्टार्ट भइसक्यो यहाँबाट लाइब्रेरीहरू स्टार्ट छ तर कस्तो हो केही थाहा छैन। कहाँ हो लाइब्रेरी यो होइन कतापट्टि उतापट्टि होइन क्या। फोटोहरू जुम आउट गरेर भिडियो बनाउँथ्यो नि। यो हो
जुम आउट गरेर भिडियो बनाउने ठाउँ आइसक्यो गाइस। र यता यो जुम आउट गर्ने ठाउँ हेरौँ न। जाम्ला तर यो जुम आउट गर्ने ठाउँ हेर। कोही यत्रो राम्रो ठाउँ रहेछ। यहाँबाट जुम आउट हुने ठाउँ। जुम आउट गरेर भिडियो बनाउँछ नि ऊ यहाँबाट। ऊ लाइब्रेरी ऊ यताको व्हाइट तलको व्हाइट अनि यो लाइब्रेरी चाहिँ बवाल छ होइन। यता आइदिउँ त हामी लाइब्रेरीको अगाडि। अनि अझ माथि गएर फोटो खिच्ने। माथि जाऊँ एउटा दुइटा माथि जाऊँ अनि फोटोसोटो खिचौँ। यहाँबाट जाऊँ न। यो फोटोसोटो खिचौँ। दामी पेन्टिङहरू बबालको रेस्टुरेन्टहरू क्याफेहरू कति हो हौ। यस्तो दाम बबाल रहेछ। फेरि किन घुम्न नआउनु सबै मान्छेहरू। मलाई हेर्नु हतार भइसक्यो। म त भर्याङमा नि हेर्नेहरू जान्छु। यहाँ माथि त झन् अलिअलि झन् राम्रो। जति हामी माथि जाँदै गयो त्यति लाइब्रेरी झन् राम्रो देखिँदै जान्छ। उता यसको पछाडि हो लाइब्रेरी चाहिँ। यसको ठ्याक्कै उतापट्टि। अनि हामी दुईजना टक्क लाएर लाइब्रेरी घुम्न आएको आज। तर मन पऱ्यो। लास्ट चाहिँ मन पऱ्यो। आज म पहिलोचोटि आएको कोरियाको लाइब्रेरीमा। यो सुवनको लाइब्रेरीमा पहिलोचोटि आएको। बवाल लाग्यो एकदम। अब यहाँबाट तलको भ्यूहरू नि यस्तो बवाल छ नि। यस्तो बवाल छ नि यहाँबाट तलको भ्यूहरू नि। अब मेन इम्पोर्टेन्ट ठाउँ जुन ठाउँ हो त्यो ठाउँमा चाहिँ हामी बल्ल पुगे। किनभने यहाँबाट सबजनाहरू जुम आउट गरेर भिडियो बनाउँछ नि त्यही ठाउँ हो यो चाहिँ। अनि म देख्छु यहाँबाट सबजनाहरू जुम आउट गरेर भिडियो बनाउँछ नि त्यही ठाउँ हो गाइस यो। एकछिन म उताबाट ब्याकबाट क्लिप बनाएर मजाले देखाउँछु तपाईँहरूलाई। हामी यो भित्र धेरै घुम्यौँ। यताउता घुम्यौँ रमाइलो गऱ्यौँ खाजा खायौँ। अनि यो चाहिँ हाम्रो लाइब्रेरी। यहाँ चाहिँ धेरै राम्रो ठाउँ रहेछ। फोटोसोटो खिच्ने भिडियो बनाउनु धेरै यहाँ माथिसम्म क्या राम्रो डिजाइन गरेर बनाएको छ। धेरै राम्रो छ। अब हामी यताबाट निस्किँदैछौँ अनि धेरै रमाइलो गऱ्यौँ हामीले। आज घुम्यौँ दिनभरि। आज हामी दिनभरि घुम्यौँ। फाइनली सुवनको लाइब्रेरी नि आइयो। अस्ति सौल गएको थिएँ। आज सुवन आइयो। अब अर्को हप्तातिर कहाँ जाने प्लान फेरि बन्छ। यस्तै हामीसँगै भिडियोहरूमा आउँदै हाम्रो भिडियोहरू हेर्दै गर्नु होला। अनि कोरिया सम्बन्धीमा नयाँ जानकारीहरू पाउनुहुन्छ। यति भन्दै म आफ्नो यो भिडियो यहीँ अन्त गर्न चाहन्छु।